MacBook Air को आज अनबक्सिङ गर्न गइरहेको छु म। आज ब्रान्ड न्यू M4 चिपमा 16GB 512GB स्टोरेजमा रहेको MacBook Air स्काई ब्लू कलर 15 इन्च यसको अनबक्सिङ गर्न गइरहेको छु। यसको दुईटा अनबक्सिङको रहेछ। ओ माई गुडनेस, द साउन्ड, वाउ। अर्को पनि यहाँ रहेको छ अनबक्सिङको। अनबक्सिङको साउन्ड नै मजा आएको। यसलाई खोलौँ है त। कस्तो पहिलो म्याकबुक पनि हो मैले पर्चेस गर्न आएको। यहाँ बाहिरैबाट हेर्न सक्छ यसको कलर टेक्सचर स्काई ब्लूको कति राम्रो देखिरहेको छ। र निकै एक्साइटेड पनि छु म। र यसमा एकैछिन म यो म्याकबुकलाई अहिले अनबक्सिङ गर्छु नै, यसको ऱ्यापिङ। यसमा के आउँदो रहेछ यो बक्समा हामी त्यो पनि हेरौँ। र पहिलो भनेको यहाँ चार्जर देख्न सकिरहेछौँ। र त्यसपछि यसमा डिजाइन बाई एप्पल इन क्यालिफोर्निया लेखेको यहाँनिर म्यानुअल पनि छ। र यसमा भित्र के छ एकैछिन हेरौँ। यसमा केही स्पेसिफिकेसन सहितको म्यानुअल रहेको छ। र यसमा त्यही कुराहरू रह्यो। र ओभरअल म्यानुअलको पाटो रह्यो। र हामीसँग यही चार्जरमा फिट हुने र यो कलर टेक्सचरसँग म्याच हुने स्काई ब्लूसँग म्यागसेफ केबल, जस्तो बवाल छ। र यसले चार्ज गर्दा पनि झुक्किएर तानिँदा यो ल्यापटपै तानिने कुराहरू चाहिँ जोगाउँछ यसले। र एकदमै राम्रो चार्जर पनि फिचर रहेको छ यसको। र यो बक्सामा लगभग यति कुराहरू नै छ। यसलाई मैले यता साइडमा राखेँ, अब त्यसपछि मेन एप्पल डिभाइस क्या स्लिक छ। यसलाई अनऱ्यापिङ गरौँ। वाउ, कलर टेक्सचर, ओहो कलर क्या दामी देख्न सकिरहेछौँ। यसको अब कलर चाहिँ क्यामेरामा कतिको क्याप्चर गर्छ अलि जुम गरेर यहाँ एकचोटि हेरौँ हामी। कतिको राम्रो कलर स्काई ब्लू प्रिमियम कलर हामी देख्न सकिरहेछौँ। र यसलाई म ओपन पनि गर्छु। क्या स्लिक छ यो डिभाइस। र पछाडि पनि डिजाइन बाई एप्पल इन क्यालिफोर्निया भनेर लेखेको छ। पछाडि देख्न सक्छौँ यसको एप्पल लोगो। र यसो म ओपन गर्न गइरहेको छु। ओ साउन्ड, यहाँ खोल्ने बित्तिकै हामीले साउन्ड सुन्यौँ। यहाँ एप्पल, यसलाई पनि म खोल्दैछु ल। ल यहाँ यता यो देखाउँ न। ओके, यहाँ हामी हेलो विभिन्न ल्याङ्ग्वेजमा देख्न सक्छौँ। ओपन हुँदैछ। होला स्पेनिसमा। सुरु चाहिँ हेलोबाट हुँदो रहेछ। नमस्ते भनेर पनि आएको छ। नमस्ते सबैजनालाई। र यसलाई हामी इन्टर गरौँ ल्याङ्ग्वेजको लागि। यसलाई अहिले सबै कन्टिन्यू गर्दै जाउँ। सिरी पनि चुज गरौँ। The colors of the sky fade with the setting sun as the stars begin to shine. The colors of the sky fade. The colors of the sky fade with the setting sun. The colors of the sky fade with the setting sun as the stars. The colors of the sky fade with the setting sun as the stars begin to shine through the clear night. ल अहिलेको लागि सिरी भोइस 4 चुज गराएको छु मैले। कन्टिन्यू। जस्ट से हाई देन रिक्वेस्ट भनिरहेछ। यसलाई मैले सेटअप लेटर गर्ने भए। त्यसपछि नट नाउ, कन्टिन्यू। टच आइडी, यहाँ हामी टच आइडी पनि देख्न सक्छौँ। अब लगभग सेटअप भइसकेको छ। म्याकमा हामी
फर्दर जाउँ, कन्टिन्यू गरौँ। यो पहिलो स्क्रिन हामी डेस्कटप स्क्रिन देखिरहेछौँ। यसको साइज हामी देख्न सकिरहेछौँ। र अब म यसको यो केबल र कतिवटा पोर्ट्सहरू रहेको छ त्यो पनि म देखाउन गइरहेको छु। चार्जरलाई पनि हामी फिट गरौँ। चार्जरलाई पनि अनराइबल गर्दैछु म। यसलाई यहाँ फिट गर्न सक्छौँ हामी। यसको कतापट्टि यसरी चार्जर यसको एडाप्टर फिट भएको छ। यसको केबललाई पनि ग्राब गरौँ। लगभग 1.5-2 मिटरको लम्बाइ रहन्छ यसको। कलर पनि ठ्याक्क यसको टेक्सचरसँग हामी देख्न सकिरहेछौँ। यसको टेक्सचरसँग म्याच भइरहेछ। र यसलाई यसरी हामी फिट गरौँ। र यो म्याक्सेप केबलको राम्रो फिचर, यसरी हामी म्याग्नेटिकली जोड्न सक्छौँ। र यो यसरी सट्टा माथि तान्नु हो भने पनि इजिली निस्किन्छ। यो ल्यापटपै तानिनु भन्ने कुराहरू चाहिँ जोग्यो। कति सजिलो जोड्न सक्छौँ सट्टा इजिली। यो हाम्रो चार्जर रहेको छ। र यसमा एभाइलेबल पोर्ट्सहरू कतिवटा छ हामी हेरौँ। एउटा म्याक्सेप केबलको, 2टा USB-C र एउटा अडियो ज्याकको छ नि। लगभग यही कुराहरू छ। र यसमा एक्सटर्नल अरू पोर्ट्सहरूको लागि हामीले USB-C हब छुट्टै लिनुपर्ने हुन्छ। र ओभरअल यसको थिकनेस पनि हेरौँ। ओभरअल एकदमै स्लिक छ, ठिक्क छ, जस इनफ पावर छ। र यो M4 एयरको पर्फर्मेन्स चाहिँ M1 चिप भन्दा चाहिँ एज पर द इन्फर्मेसन लगभग ट्वाइस नै छ। थ्याङ्क यू।